कारभित्रै रश्मिको रहस्यमय मृत्यु कसरी भयो? सीसीटीभी फुटेज भेटियो। घटनाको वास्तविक यस्तो रहेछ। भिडियोलाई एक लाइक गर्दै अन्तिमसम्म हेर्नुहोला। तारकेश्वर नगरपालिका 1 बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र मृत भेटिएकी रश्मि रिजालबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले सीसीटीभी फुटेज फेला पारेको छ। घटनास्थल वरपरको सीसीटीभी क्यामेरा हेर्ने क्रममा रिजालको गतिविधि कैद भएको फुटेज फेला पारेको हो, जसमा तारकेश्वर नगरपालिका 9 शुभकामना चोक बस्ने 45 वर्षीय रिजाल अगाडिको ड्राइभर सिटबाट ओर्लिएर पछाडिको सिटमा गएर बसेको देखिएको प्रहरीले बताएको छ। सानिमा क्यापिटल लिमिटेड नक्सालमा मर्चेन्ट हेडको रूपमा कार्यरत रिजाल पछाडिको सिटमा बसेको केही बेरमा अगाडिबाट धुवाँ निस्कन थालेको दृश्य सीसीटीभीमा देखिएको जिल्ला प्रहरी परिषद काठमाडौँका एएसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताउनुभयो। सीसीटीभी फुटेज हेर्दा कुनै शंकास्पद घटना देखिएन, तेस्रो पक्षको उपस्थित पनि देखिएन, एएसपी भट्टराईले भन्नुभयो। प्रारम्भिक अनुसन्धानमा कुनै शंकास्पद नदेखेको र थप विषय भने पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीले बताएको छ। रिजालको शव पोस्टमार्टम पछि आज आइतबार आफन्तले बुझेका छन्। रिजाल 8 साउनको 7 बजेबाट हराएकी थिइन्। यसको भोलिपल्ट दिउँसो 1 बजे BAE 0410 नम्बरको ईभी कारभित्र जलेको अवस्थामा मृत भेटिएकी थिइन्। उक्त कार रिजाल आफैले प्रयोग गर्दै आएको प्रहरीले बताएका छन्। यस्तै नयाँ जानकारीको लागि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला र साइडमा रहेको घण्टी दबाउन नभुल्नुहोला।